नेपाली हामी रौँला कहाँ नेपालै नरहे भनेको जस्तो टेलिकमका कर्मचारी रौँला हामी कहाँ यो टेलिकम नै नरहे। आज तपाईले नेपाल वायु सेवा निगम कसरी धराशायी भयो? खोइ हाम्रो बिजनेस स्ट्र्याटेजी, खोइ हाम्रो मार्केटिङ पोलिसी, खोइ हामी जनतासँग पुग्न गएको किन नगरेको? किन नगरेको? हामी गर्न नसकेको हो कि नजानेको हो कि अथवा निजी प्रदायकका सेवा प्रदायकहरूसँग हामी लसपस भएर हो कि? जनकपुर चुरोट कारखाना कसरी बन्द भयो यहाँहरूलाई थाहा छ? जनकपुर चुरोट कारखाना कुनै एउटा कारखाना, म त्यसको नाम अहिले लिन मिल्दैन मैले, त्यसले चाहिँ नि त्यहाँका कर्मचारीलाई गर्नेसम्म सबै गर्थ्यो र त्यो जनकपुर चुरोट कारखानाको चुरोटै बिगारेर बेच्ने त्यहाँसम्मको अवस्था हुन्थ्यो। हामी कतै त्यता त छैनौँ। खास गरेर यो एफटीटीएससँग जोडिएर हामीसँग झन्डै 22-23 लाख चाहिँ नि एफटीटीएसको चाहिँ पोइन्टहरू रहेछ होइन त? र अहिले कति? 24 लाख। हामीले अहिलेसम्म 4 लाख पनि हामीले चाहिँ तपाईको चाहिँ प्रयोग गर्न सकेका रहेनछौँ। यो भनेको साधारण हिसाबमा भन्दा म जस्ता लेम्यान जो म बुझ्दिनँ तपाईहरू जति, 24 कोठा भएको घरमा 4 कोठा चाहिँ प्रयोग गरेर बाँकी 20 वटा कोठा चाहिँ खाली राखेको देखियो। त्यही हो मैले बुझेको, ठिक हो? खाली राखेको करोडौं रुपियाँ चाहिँ नि तपाईको एफटीटीएच को लागि लगानी भएको छ। सम्भवतः 3000 प्लस एउटा पोइन्टको लागि हो, 3000 प्लस रुपैयाँ भनेपछि कति करोड रुपियाँ चाहिँ तपाईको 24 लाख एफटीटीएच को लागि खर्च भयो? अरबमा। हामीले किन प्रयोग गर्न सकेनौँ? मान्छे अहिले पनि तपाईको चाहिँ दूरदराजसम्म देशभरि इन्टरनेटको पहुँचबाट टाढा छन्। हामीले बनाएको लगानी गरेर एउटा पोइन्ट बराबर 3000 को लगानी गरेका छ। हामीले चाहिँ नि 4 लाख को पोइन्ट मात्रै प्रयोग गरिरहेका छौँ। हामीले किन बिजनेस गर्न सकेनौँ? एउटा पोइन्टबाट 200 रुपियाँ मात्रै फाइदा भयो, 100 रुपियाँ मात्रै फाइदा भयो भने तपाईँ अनुमान गर्नुहोस् 18 लाख 19 लाख पोइन्टबाट कति फाइदा हुन्छ होला नेपाल टेलिकमलाई? खोइ हाम्रो बिजनेस स्ट्र्याटेजी, खोइ हाम्रो मार्केटिङ पोलिसी, खोइ हामी जनतासँग पुग्न गएको किन नगरेको? किन नगरेको? हामी गर्न नसकेको हो कि नजानेको हो कि अथवा निजी प्रदायकका सेवा प्रदायकहरूसँग हामी लसपस भएर हो कि? यहाँ पहिला एउटा हुन्थ्यो कि जनकपुर चुरोट कारखाना कसरी बन्द भयो यहाँहरूलाई थाहा छ? जनकपुर चुरोट कारखाना कुनै एउटा कारखाना, म त्यसको नाम अहिले लिन मिल्दैन मैले, त्यसले चाहिँ नि त्यहाँका कर्मचारीलाई गर्नेसम्म सबै गर्थ्यो र त्यो जनकपुर चुरोट कारखानाको चुरोटै बिगारेर